हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ म चटनी बनाउन लाग्छु छु। यसो हेर्नु पर्यो, भलक सलक गराउनु पर्यो। बनाइदिन मेरो छोरोले। अचारको लागि हल्लायो भने यहाँ तोरी पिसाइ हुँदैछ। भएर मुलाको अचार गर्न बोल्नु के गरी बोल्नु अनि त्यो रुपस कति कराउँछ। बोल्नु छैन नि त अनि भुल्नु पिस्नुपर्छ यस्तो। झोलन हामीले ब्यान्ड गरेका छौँ के केही समयको लागि। त्यो टाढाबाट पिसेर कस्तो होला त्यो देखाउनु यहाँनिर नजिक देखायो भने पाले कता मोरे यार सुत्या गर्छ। तिमी कटिन्छौ त अनि कटर के हुन्छ एकचोटि यस्तो नुन पिस्न लाग्यो भने त देखाउनु पर्छ त अनि त्यो नजिक बसेर यताबाट पनि लेखेको थियो कि यो चाहिँ मान्छेलाई खानको लागि चटनी। अब मान्छे आउँदैन, सामान आयो मान्छे आउँदैन, मान्छे आयो सामान आउँदैन। आलु चुलामा पोलेको आलु हो, चटनी बनाएर खाने हो। गुर्क्यो आलु, लसुन, धनिया, त्यसपछि बनाउँदा काले ड्याडीले बनाउनु जानुभयो। बनाउँदैछु चटनी चाहिँ। यसैको चटनी बनाएर खाने हो भातसँग। कक्कले खानुभएको छ चुलामा आलु पोलेर चटनी। यो गाउँको स्पेसल चटनी हो यो चाहिँ। यस्तो गराएको चाहिँ स्वादिलो हुन्छ नि त, मिठो हुन्छ। चटनी चाहिँ पिसिसक्यो। चाख्नु पर्यो कति नुन लाग्यो भनेर। मैले काटेको आज कति दिन भयो, 3 दिन भयो। 3 दिनसम्म सुकाएको मुला हो। ए मुला चटनी हाल्ने अनि राम्रोसँग यस्तो ठ्याक्कै यस्तो मुला देखाउनु त। अनि मुलाको फोटो हाल्नुपर्छ यसरी। मुला देखेछ? देखिन्छ कि त्यो देखिन्छ, देखेछ देखिन्छ। यति बनाउनु पर्यो। अलिकति तोरी हाल्नु पर्यो। मुला धेरै हो यार, मुला धेरै हुन्छ। हुँदैन यो डिब्बामा खै विचार गरौँ त। पहिला नाचेर गराउनु पर्यो, नत्र फेरि हटेन भने फेरि गाह्रो छ। गर्नु पर्यो। है यसरी लगभग हुने सबै मोल्नु पर्यो। मोलिनु चाहिँ डबरा अलिक सानो भयो क्या। यसमा तोरी हाल्नु पर्यो, भुटेको तोरी। अनि त्यसपछि यो चाहिँ हो पिसेको जिरा, धनिया। अनि यसमा खुर्सानी पनि मैले मिक्स गरिदिएको छु क्या। अरू खुर्सानी हाल्नु पर्यो भनेर। अनि यो चाहिँ ढेँगे नुन हो, देखेछ त? यति नै चाहिँ कहिले आएर एकचोटि सर्च गराउनु। ढेँगे नुन यसलाई चाहिँ पिसेर पनि अब मैले यसैमा हाल्दैछु। हामीले धुलो नुन चाहिँ आजभोलि प्रयोग गरेको छैनौँ। अनि यसमा चाहिँ अलिकति बेसार पनि हाल्नु पर्यो नि, पहेँलो देखाउनुको लागि।
कलर नत्र भने सेतो हुन्छ बेसार मिक्स गर्नु पर्यो त्यसपछि पहिला मोल्नु पर्यो यसलाई त्यसलाई बन्द गर्नु छ तेल छ कि छैन तुरी तेल भए हुन्थ्यो कि तुरी तेल भनेर रहन्छ तुरीको तेल भनेर रहन्छ तुरी तेल नभए पनि केही छैन यही फ्यामिलीवाला तेल हाल्नु पर्यो र मोल्नु पर्यो तुरीको तेल छैन त्यसैले भने काम चलाउनु पर्यो नि त अब यो मोल्नु पर्यो है मेरो चाहिँ अचार हाल्ने तरिका चाहिँ यस्तो छ अब तपाईँहरूको चाहिँ कस्तो छ कम पर्यो बेसी गरी मोलेन भने फेरि मसलाहरू लाग्दैन कि भाँडा पनि सानो भयो कि यो ठुलो अर्को ठुलो डबरामा बनाउनु पर्ने रहेछ चाख्नु पर्यो कस्तो देखेछ त राम्रो यस्तै हो मेरो चाहिँ हाल्ने तरिका अचार मोलेर पनि रेडी भइसक्यो अब चाहिँ यसमा मैले प्याक गर्दैछु अलिअलि सुकाएको छु कि उठेरै खानको लागि यो धेरै सामान त रहँदैन चाँडै खानुपर्छ फेरि अलि बेरसम्म राख्नको लागि त यसलाई अलि बेसी गरी चम्लाउनु पर्छ नि त एक त घाम पनि टाठो नलाग्ने अलिकति तोरी भने कम पऱ्यो जस्तो छ कि तोरी हाल्दैन बास्ना खानको लागि अब अलिकति तोरी चाहिँ कम परेछ तेल हाल्न सक्यो त हुन्थ्यो र अब तेल पनि यति महँगो छ नि त एउटा हाल्ने तेल अलिअलि तेल हाल्नु पर्यो मेरो त्यो अचार चाहिँ मुलाको अचार रेडी भयो एक डिब्बा गरी भयो अब एकछिन चाहिँ घाममा राखिदिने हो यसलाई घाममा देखाउनुपर्छ कि अचारहरूलाई ल अचार तयार भइसक्यो अनि मेरो सिन्की पनि छ यो सिन्की पनि बाहिर सुकाउनु छ क्या यति दुईवटा डिब्बा सिन्की पनि हो आज सिन्की हाल्न पनि छ ल्याउने यहाँ एकछिन सिन्की सुकाउने हो यस्तै घाममा सुकाउनु पर्यो नि अब यति मुला छ यो मुला पनि कुट्ने हो दिउँसो मेरो मजा अब हामी चाहिँ अब खाना खाने हो है भात अघि पिसेको अचार अनि मैले चाहिँ भर्खरै हालेको मुलाको अचार पनि खाँदैछु ल मैले त भात खान लाग्यो है